भ्यालेन्टाइन डे कुनै खुशी मनाउने दिन होइन, एउटा हत्याको घटनाबाट सुरु भएको थियो र मानिसको भावनासँग खेलेर भ्यालेन्टाइन डेलाई व्यापारको माध्यम बनाइयो। सेन्ट भ्यालेन्टाइन नामका एक धर्मगुरुको टाउको काटेर हत्या गरेको दिन फेब्रुअरी 14 लाई हामी प्रेम दिवस भनेर मनाइरहेका छौं। आजभन्दा करिब 1500 वर्ष अगाडि रोमन साम्राज्यमा सेन्ट भ्यालेन्टाइन नामका एक धर्मगुरु थिए। त्यो बेला रोममा सधैँ युद्ध चलिरहन्थ्यो। सैनिकहरू लामो समय घरबाट टाढा रहन्थे। त्यस बेलाका राजा क्लडियसलाई लाग्थ्यो कि यदि सैनिक विवाहित भए भने उनीहरू कमजोर हुन्छन्, किनकि उनीहरूलाई श्रीमती र परिवारको चिन्ता हुन थाल्छ। त्यसैले उनले सैनिकलाई विवाह गर्नै नपाउने नियम नै बनाइदिए। तर सेन्ट भ्यालेन्टाइनलाई यो नियम गलत लाग्यो। उनले प्रेममा रहेका युवक युवतीहरूको लुकी लुकी विवाह गराइदिन थाले। यही कारण उनलाई पक्राउ गरियो, जेल हालियो, यातना दिइयो र अन्ततः फेब्रुअरी 14 के दिन उनको टाउको काटेर हत्या गरियो। मर्नुअघि सेन्ट भ्यालेन्टाइनले जेलरकी छोरीलाई एउटा सानो पत्र लेखे, जसमा अन्तिममा तिम्रो भ्यालेन्टाइन भनेर लेखिएको थियो। आज कार्डमा लेखिने यो वाक्य त्यही पीडाबाट जन्मिएको थियो। सुरुमा भ्यालेन्टाइन डे प्रेमको पर्व होइन, बलिदानको सम्झना थियो। मानिसहरू उनको समाधिमा गएर फूल चढाउँथे, सम्झना गर्थे। त्यो बेला न चकलेट थियो, न कार्ड, न टेडी। समय बित्दै गयो, मानिसहरू प्रेम पत्र लेख्न थाले। सैनिकहरूले युद्धबाट फर्कदा हातले लेखेको चिठी दिन्थे। भावना साँचो थियो, सजिलो थियो। तर जब उद्योग र बजार बढ्दै गयो, तब केही मानिसले एउटा कुरा बुझे, मानिसको भावना प्रयोग गरेर पैसा कमाउन सकिन्छ। यहीबाट भ्यालेन्टाइन डे व्यापारमा बदलिन थाल्यो। सन् 1797 मा बेलायतमा प्रेमका शब्द लेखिएको एउटा किताब छापियो। ती शब्द कार्डमा लेख्न थालियो। बिस्तारै कार्ड कारखानामा बन्न थाले। यदि तिमी प्रेम गर्छौ भने कार्ड दिनै पर्छ भन्ने सोच फैलाइयो। त्यसपछि चकलेट कम्पनीहरू आए। क्याडबरीले पहिलो पटक भ्यालेन्टाइन विशेष चकलेट निकाल्यो। अब प्रेमसँगै चकलेट पनि जोडियो। पछि फूल व्यापारी, होटल, रेस्टुरेन्ट सबै जोडिए। यसलाई नै आज हामी भावनामा खेलेर व्यापार गर्ने कला भन्छौं। मानिसलाई यस्तो महसुस गराइन्छ, यदि तिमीले फेब्रुअरी 14 मा उपहार दिएनौ भने तिमीले प्रेम नै गरेनौ। यदि डर र दबावले मानिस खर्च गर्न बाध्य हुन्छ। आज भ्यालेन्टाइन डेमा संसारभर अरबौं रुपियाँको कारोबार हुन्छ। करोडौं गुलाब केवल एक दिनका लागि उमारिन्छ। तर यो रोचक कुरा के छ भने धेरैले पाएको उपहार मन पराउँदैनन्, तर पनि किनिन्छ, किनकि दिनै पर्छ भन्ने डर हुन्छ। नेपालमा पनि यस्तै भइरहेको छ। पहिले हाम्रो समाजमा भ्यालेन्टाइन डे थिएन, तर टिभी, फिल्म र सामाजिक सञ्जालको प्रभावले यो यहाँ पनि भित्रियो। विद्यालय र कलेजका विद्यार्थीहरू यसको प्रभावमा बढी छन्। क्याफे, पार्क र होटल फेब्रुअरी 14 मा भरिन्छ। भारतबाट लाखौं रुपियाँ बराबरका गुलाब नेपाल भित्राइन्छ, पैसा तिरेर। सबै कुरा प्रेमका नाममा हुन्छ, तर फाइदा कोही अरूलाई हुन्छ, व्यापारीलाई। यसको अर्को नराम्रो पक्ष पनि छ। प्लास्टिकका टेडी, नक्कली गुलाब, बेलुन 100 वर्षसम्म डिकम्पोज हुँदैनन्। धेरै देशमा यी सामान सस्तो मजदुरबाट बनाइन्छ, जसले निकै कम पैसा पाउँछन्। प्रेमको नाममा अरूले दुःख पाउँछन्, कम्पनीले नाफा कमाउँछ, अनि हामी यथार्थ नबुझी पछि लाग्छौं। यसरी हेर्दा भ्यालेन्टाइन डे आज प्रेमको दिन भन्दा पनि व्यापारको दिन बनेको छ। सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि ज्यान दिए, तर आज त्यही नाम प्रयोग गरेर मानिसलाई किनमेल गराइन्छ। आज तपाईँ आफ्ना प्रेमी प्रेमिकाका लागि भनेर फूल, चकलेट, टेडी किनिरहनु भएको छ भने एकपटक सोच्नुहोस्, के साँच्चै प्रेम देखाउन यही दिन, यही उपहार चाहिन्छ र? साँचो प्रेम उपहारमा होइन, समय र सम्मानमा हुन्छ। प्रेम देखाउन कुनै एक दिन चाहिँदैन, माया हरेक दिन देखाउन सकिन्छ। सँगै बसेर कुरा गर्नु, समय दिनु, सम्मान गर्नु, यही नै साँचो प्रेमको अस्तित्व होइन र? त्यसैले भ्यालेन्टाइन डे मनाउने कि नमनाउने तपाईको आफ्नो निर्णय हो, व्यक्तिगत निर्णय। तर यसको पछाडिको कथा बुझेर व्यापारको खेल चिन्न सकेपछि तपाईले प्रेमलाई उपहारले होइन, व्यवहारले देखाउनुहुन्छ भन्ने आशा गरौँ। प्रेम बजारको होइन, मनको कुरा हो। हवस् त, यस्तै खोजमूलक भिडियोको लागि फ्रिबस टिभी हेर्दै गर्नुहोला। नमस्ते।